अनि फेरि छिलो नितोङ चाहिँ अनि दवनी pa ani dilane kisita kuje foundation ya ani ni ongo masang namla mi ipo na mo ani kosina ya lisha samala dinari sisya ani ngaji samme genen kisita kuje chola tsina shiya ni tsina नमस्ते टासीले आज पनि हामी पुनः केशर टासी फाउन्डेसनबाट सम्पूर्णलाई नमस्कार र आज हामी पुनः फेरि पनि हामी ज्याकेट बाँडेर यहाँ अपाङ्गमा आइरहेका छौँ र योभन्दा अगाडि पनि योभन्दा अगाडिको दिनमा पनि हामीले यही स्थानमा चाहिँ 50 वटा ज्याकेट बाँडेको थियो भने आज जनवरी 1 2022 मा पनि हामीले फेरि आज यहाँ 39 जना अर्थात् $400 को 47,000 को ज्याकेट हामीले आज केशर टासी फाउन्डेसन मार्फत चाहिँ वितरण गरिरहेका छौँ र उहाँहरू हेर्न सक्नुहुन्छ यहाँ अपाङ्गहरू हुनुहुन्छ हेर्न सक्नुहुन्छ हामी ज्याकेट वितरण कार्यक्रम गरिरहेका छौँ। नमस्ते सम्पूर्णलाई धन्यवाद। नमस्कार, म सूर्य कुमारी गुरुङ। म यो नेपाल अपाङ्गसङ्घ खगेन्द्र नवजीवन गृहको गृह प्रमुख हुँ र यो यहाँ चाहिँ धेरै अशक्त अपाङ्गहरू धेरै ठाउँबाट आएर बस्नु भएको छ। उहाँहरूको चाहिँ धेरैको सहारा छैन, परिवार छैन र सरकारले सिफारिस गरेर पठाएको विभिन्न निकायबाट सिफारिस गरेर पठाइएकाहरू दाजुभाइ अपाङ्ग दाजुभाइ दिदीबहिनीहरू बस्नुहुन्छ। अब उहाँहरूलाई हामीले सबै चिज सधैँ पुर्याउन सक्ने पनि अवस्था हुँदैन अनुदान बजेटले। त्यो भावनाले विभिन्न सहयोगी दाताहरूकोबाट हामीलाई चाहिँ यो किसिमको सहयोग, अब कसैले खाना खुवाउनुहुन्छ, कसैले चाहिँ अब लुगा लत्ता कपडा ल्याउनुहुन्छ, यस्तो किसिमले हामीलाई धेरै नै सहयोग पुगेको छ र यसै सन्दर्भमा केशर टासी फाउन्डेसनबाट पनि पहिल्यैदेखि धेरै अगाडिदेखि नै हामीलाई खानाहरू खुवाउने गर्नुहुन्थ्यो। साथमा उहाँहरूले जाडोमा चाहिँ लुगा फाटो ज्याकेटहरू ल्याइदिनु भयो। यसअघि पनि यसपालिको जाडोमा पनि विभिन्न व्यक्तिलाई गरेर 45 वटा ज्याकेट उहाँहरूले वितरण गर्नुभयो। नपुगेको ज्याकेटहरू अहिले हामीले झन्डै 30-35 वटा उहाँहरूले फेरि ल्याएर वितरण गरिदिनु भएको छ। हामी यसको लागि चाहिँ केशर टासी फाउन्डेसन, त्यो परिवार, यहाँहरू सबैलाई चाहिँ म नेपाल अपाङ्गसङ्घ खगेन्द्र नवजीवन गृहको तर्फबाट अपाङ्ग दाजुभाइ दिदीबहिनीहरूको तर्फ